नमस्ते। हजुर नमस्ते। यहाँको नाम बताइदिनुहोस् न। मेरो शुभ नाम ज्ञानबहादुर रसाली। हजुरलाई म केही प्रश्न सोध्न चाहेँ। हजुर। खास गरी जो नेपालको रोजगार वैदेशिक रोजगारीको सिलसिलामा नेपालीहरू जुन खाडी मुलुकहरूमा काम गर्न गइरहेका छन्, त्यसमध्येमा घरेलु महिला श्रमिक गल्फ मुलुकमा खाडी मुलुकमा घरेलु महिलाको रूपमा जुन काम गर्नुभएको छ दिदीबहिनीहरू, उहाँहरूको बारेमा हजुरलाई केही जानकारी भए बताइदिनुहोस् न। त्यस विषयमा भन्नुपर्दाखेरि दिदीबहिनीहरू खाडी मुलुकमा जानु भनेको एउटा बाध्यता पनि हो। हजुर। पहिलो कुरो। दोस्रो कुरो, मलाई लागेको कुराहरू जहाँसम्म दिदीबहिनीहरू कम्पनीहरूमा, अफिसहरूमा, कार्यालयमा र राम्रै होला जस्तो लाग्छ। जहाँसम्म घर खातामा काम गर्दै त अलिकति गाह्रो परिस्थिति, कति न्युज पनि हामीले सुन्छौँ है। हजुर। कति दिदीबहिनीहरूलाई गाह्रो परिस्थिति भएको कुराहरू र विस्तृत धेरै जानकारीको लागि दिदीबहिनीहरूलाई नि कन्ट्याक्ट गरेर सोध्नु पर्ने हुन्छ होला। हजुर। मलाई त्यति धेरै जानकारी छैन, यति नै हुन्छ। नमस्ते, म झलक विश्वकर्मा। हाम्रो युट्युब च्यानल आवाज बिनको आवाजमा यहाँहरूलाई स्वागत छ। हाम्रो यस च्यानल मार्फत समाजका त्यस्ता आवाजहरू जुन सुनिनु पर्ने भएर पनि आवाज बिन बनेका छन्, ती आवाजहरूलाई हामी हाम्रो च्यानल मार्फत सुनाउने कोसिस गर्नेछौँ। अब लागौँ आजको विषयवस्तुतर्फ। आजको कार्यक्रम छ खाडी मुलुकमा घरेलु महिला कामदारको दयनीय यथार्थमा आधारित विदेशीको सपना दासत्वमा बदलिएको जीवन। कल्पना गर्नुहोस्, एउटी आमा जो आफ्नो साना बालबालिकालाई छोडेर विदेश जाने निर्णय गर्छिन् किनकि उनको घरमा खानको लागि अन्न थिएन, स्कुलमा बच्चाहरूलाई फी तिर्नको लागि पैसा थिएन र जीवनसँग हार नमान्ने एउटा अन्तिम आशा बाँकी थियो, त्यो हो विदेशमा गएर पैसा कमाउने। त्यसैले उनले सोचिन्, म केही समय विदेशमा जान्छु र विदेशमा गएर पैसा कमाउँछु, मेरो परिवारको जीवन बदलिन्छ। विदेशमा दुःख गरेपछि पैसा आउँछ, मेरो परिवारको जीवन बदलिन्छ र सुखको दिन आउँछ। तर उनलाई थाहा थिएन विदेशमा सपना खोजिरहेकी छन् या आधुनिक दासत्वको अन्धकारमा उनी फस्दैछन्। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटी महिला आफ्नो 5 वर्षको छोरालाई अङ्गलोमा हाल्दै रुँदैछन्। उनको आँखामा आँसु छ, ओठमा मुस्कान देखाउने कोसिस गरिरहेको देखिन्छ र बच्चाले सोध्छ, आमा तपाईँ कहिले फर्किनुहुन्छ? आमाले उत्तर दिन्छन्, बाबु म छिट्टै फर्कन्छु, आउँदा तिमीलाई लुगा राम्रो खिलाउन लिएर आउँछु। तर त्यस बच्चालाई के थाहा मेरो आमा अब कस्तो जीवन भोग्न गइरहेकी छिन् भनेर। जब ती महिला खाडी मुलुकमा पुग्छिन्, सर्वप्रथम उसको साथमा भएको पासपोर्ट खोसिन्छ, उसको मोबाइल फोन अफ गरिन्छ र उनलाई भनिन्छ तिमी यहाँ बस्ने हो। उनको काम सुरु हुन्छ बिहान 4 बजेबाट सकिन्छ रातको 1 बजे। त्यहाँ उनलाई कुनै स्वतन्त्र हुँदैन, छुट्टी हुँदैन, आराम हुँदैन र सानोतिनो गल्तीमा पनि गाली गलोच मात्र होइन, कुटपिट समेत गरिन्छ र उनलाई पर्याप्त रूपमा खाना पनि दिइँदैन र कोठाभित्र थुनेर राखिन्छ। बिस्तारै बिस्तारै ती महिला कामदार नभएर कोठाभित्रको बन्दी कैदी जस्तै भएर बाँच्न बाध्य हुन्छ। रातको अन्धारोमा कतिपय महिलाहरू चुपचाप रोइरहेका हुन्छन्। आफ्नो बच्चाको याद आउँछ, बुवाआमाको याद आउँछ, घरको सम्झना आउँछ, तर पनि आफै फर्किने कुनै बाटो हुँदैन। त्यहाँ कतिपय महिलाहरू यौन शोषणमा पर्छन्, गर्भवती हुन्छन्, मानसिक रूपमा भत्किएको हुन्छन्। यसमाथि पनि सबैभन्दा दुःखको क्रूर पक्ष भनेको त्यहाँ उसको दुःख सुनाउने कुनै ठाउँ नै हुँदैन, किनकि त्यहाँ त्यो महिलाको आवाजभन्दा उसको मालिकको पैसा नै शक्तिशाली हुन्छ। तपाईँलाई लाग्छ आजको संसारमा मानिस बिक्री हुन्छ? हो, बेचिन्छ। ठ्याक्कै किनबेच गर्ने वस्तु जस्तै सामाजिक सञ्जालहरूमा विज्ञापन राखिन्छ, मेड फर सेल, मेड फर सेल, मेड फर ट्रान्सफर, क्लिनर अभाइलेबल। अर्थात् दासी बिक्रीको लागि, दासी सरुवाको लागि, दासी अर्थात् कामदार अर्थात् सफाई गर्ने मजदुर उपलब्ध छ भनेर यसरी सामाजिक सञ्जालमा विज्ञापन राखिन्छ बिक्रीको लागि। एउटा महिलाको मूल्य $500 देखि $3000 राखेर बिक्री गरिन्छ। त्यहाँ उनको
इच्छाको प्रश्नै भएन, त्यहाँ उनको अधिकारको अर्थै भएन। उनी त केवल काम गर्ने शरीरको रूपमा परिणत भइसकेकी हुन्छन्। यस्तो अवस्थामा श्रम शोषणको कुरै भएन, यो त मानवताको हत्या भएको। काफाला सिस्टम भनेको यस्तो व्यवस्था हो जहाँ कामदारको स्वतन्त्रता उसको मालिकको हातमा हुन्छ। ऊ आफ्नो इच्छाले काम परिवर्तन गर्न सक्दैन, ऊ काम गर्ने घरभन्दा बाहिर जान सक्दैन, आफ्नो देश फर्किन पनि अनुमति चाहिन्छ। र केही गरी काम गर्ने स्थानबाट भाग्यो अथवा काम गर्ने घरबाट भाग्यो भने पक्रेर फरार भनेर त्यसलाई पक्रेर पुनः जेल हालिन्छ। र कल्पना गर्नुहोस्, आजको 21औं शताब्दीमा पनि कसैको स्वतन्त्रता भनेको अर्को व्यक्तिको अनुमतिमा निर्भर हुन्छ भने यो दासत्व नभएर के हो? आज हामी मानव सभ्यताको कुरा गर्छौँ, मानव अधिकारको कुरा गर्छौँ र महिला सशक्तिकरणको कुरा गर्छौँ, तर लाखौं महिलाहरू अझै पनि डर, हिंसा र बन्दी जीवन बिताइरहेका छन्। सोचौँ, के हामी सभ्य हौँ? विदेशी भूमिमा श्रम गरिरहेका ती महिलाहरूले आइएलओ अर्थात् अन्तर्राष्ट्रिय श्रम सङ्गठनले व्यवस्था गरे अनुसार श्रम अधिकार चाहन्छ, त्यहाँ कसैको दया आएन। उनीहरू आफ्नो परिवारको लागि आफ्नै जीवन जलाइरहेका हुन्छन्। काफाला सिस्टम 2020 मा कतारले केही सुधार गरेको छ। जस्तै कामदारले आफ्नो रोजगारदाता परिवर्तन गर्न पाउने, कतार देश छाड्नको लागि अनुमति नचाहिने, एक्जिट पर्मिटको व्यवस्था हटाइएको र उनीहरूको न्यूनतम तलब तोकिएको, आधारभूत तलब 1000 कतारी रियाल र त्यसमा भत्ताको व्यवस्था गरिएको। यसरी व्यवस्थाहरू नयाँ गरिएको छ। त्यसमा लेबर डिस्प्युट कमिटीबाट घरेलु कामदार सम्बन्धी मुद्दाहरू परेमा 3 देखि 6 हप्तामा फैसला गर्नुपर्ने व्यवस्था। यसरी कतारले आफ्नो पुरानो व्यवस्थामा केही लचकता अपनाएको छ र अरू खाडी मुलुकहरूले पनि पहिलाको भन्दा थोरै परिवर्तन गरेका छन्। तर यति हुँदैमा खाडी मुलुकमा महिला कामदार, त्यस पनि घरेलु महिला कामदारहरूको लागि सहज र सुलभ छैन, सोचे जस्तो छैन। कुनै पनि महिला बेचिनको लागि जन्मिएकी होइनन्, कुनै पनि आमा दास बन्नको लागि विदेश गएकी होइनन्। उनका पनि सपना थिए, उनका पनि परिवार थिए, उनको पनि भावना थिए। आज संसारमा लाखौं मानिसहरू दासत्वको अन्धकारमा जिइरहेका छन्। त्यसैले चेतना फैलाउँ। तपाईँ हामी चुप लाग्यौँ भने यो पीडा कहिल्यै अन्त्य हुनेवाला छैन। मानवता जोगाउँ, चेतना फैलाउँ। आजको यस भिडियो हेरेर तपाईँलाई कस्तो लाग्छ? लाइक, कमेन्ट, सेयर गर्नुहोला। किनकि एउटै भिडियोले पनि मानिसको जीवन परिवर्तन गर्न सक्छ, सरकारको सम्बन्धित निकायमा सन्देश पुग्न सक्छ। यति भन्दै आजको कार्यक्रम यही बिट पार्ने अनुमति चाहन्छु। धन्यवाद। हस्, नमस्कार।